अहिले चाहिँ यसलाई म पुऱ्याउनु जाँदैछु। हामी चाहिँ अहिले रोहिणी त्यहाँ आइपुग्यो। त्यस्तै छ यहाँको भ्यू। घाम लागिरहेको छ टन टन। यो चाहिँ ओल्ड एज होमको बाटो हो। यो चाहिँ रोहिणीको भ्यू हो। यस्तो मजाको भएर पानी हल्का छिटाउँदैछ रोहिणी। र अहिले चाहिँ हामी रोहिणीको बाटोमा छौँ। यहाँबाट देखेको चाहिँ रोहिणीको लेक हो। अहिले चाहिँ हामी चाहिँ ओल्ड एज होमको बाटो आएको माथिबाट मिगुलाई चाहिँ बाटो घुमाउनुको लागि, घुमाउँदै लानुको लागि। यस्तो छ अहिले वेदर चाहिँ अलिकति धुम्म भएको कारणले गर्दा राम्रो चाहिँ देख्नु सकेको छैन। यहाँ हामी जान्छ यहाँ चाहिँ मिगु तर बाटो चाहिँ एकदमै धुम्बो। पानी चाहिँ झन् परेको चाहिँ छैन। मजा आइरहेको छ। वेदर राम्रै छ। ठिकै छ। अब चिसो चिसो भएको छ। तर ज्याकेट चाहिँ खोले भयो। यहाँ देख्दै गरेको चाहिँ रोहिणीले ग्लेनिज आदर्शको सामान चाहिँ दार्जिलिङमा छोडेर ग्लेनिजमा किनेको। त्यसले गर्दा चाहिँ हामी सालबारीमा दोकान खोल्नु लाएर फोन गरेर बोलाएर बहिनीलाई दोकान खोलिदिएर त्यो सामान ल्याउनु आएको। त्यसको के थियो क्रिम रोल र के थियो के थियो क्रिम रोल र के अरे के चाट अरे त्यो चाहिँ माथि छोडेछ राजबाडी हाम्रो घरमा। अन्त यहाँ चाहिँ ल्याउनु अब फेरि आदर्शले यसलाई मार्छ होला भनेर चाहिँ ल्याउनु आइदिएको। ग्लेनिज स्टोर हामीले फोन गरेर खोल्नु लाग्यो बहिनीलाई। यस्तै छ यसको बेहोरा। दोकानहरू यहीँ थियो। अहिले त सारेर पर पुगिसकेको छ। तपाईँको सोर्स हुँदैन त यहाँ पुरा भिड छ। सन्जय चाहिँ मलाई यहाँ पुऱ्याउनु आउनु भएको छ सिलगढी मलाई घरमा। अन्त उहाँ चाहिँ यहाँनिर हाम्रो घर अन्त ढाड दुख्यो हो। यस्तो बसेर भक्क लाग्यो। अन्त फाइनली यहाँ तल गेटको यहाँ आइपुग्यो। गरम हेभी छ। नाचेर भएर अब जान्छु म एसीमा बस्छु। गाइज फाइनली हामी अघि मिगुलाई देखेँ मैले भिडियो गर्नु। अहिले चाहिँ हामी घर आइपुग्यो। यहाँ अब एन्ट्रेन्स हुन आँटेको छ हाम्रो।
गरम चाहिँ हेप्पी डेली गरम Yes. गरम डेटली रहेछ खै मामा चाहिँ